हेलो साथीहरू, नमस्ते। यदि हजुरहरू बुटोलबाट मणिग्रामतिर आउँदै हुनुहुन्छ भने आज मैले चाहिँ मणिग्राम केसरीको लोकेसन राख्दैछु। हामी सरर र बुटोलतिरबाट आउँदैछौँ। क्रिम्सन कट्यो। क्रिम्सन कटिसकेपछि अब मणिग्राम चोक आउँछ साथीहरू। मणिग्राम चोकबाट चाहिँ हामी ट्राफिक हेरेर पूर्व साइडतिर लाग्ने है। पूर्व साइड लागिसकेपछि पूर्व साइडबाट चाहिँ केसरीको स्टोर, केसरीको पसल 200 मिटर अगाडि छ। सरर हामी जाने। गयौँ। यहाँ चाहिँ छ हाम्रो केसरीको सप। दाल खानामा एकदम टेस्टी छ। मैले हेर्न पनि भ्याएको छैन, भर्खर आइसकेको हामीसँग मिक्स सिमीको दाल छ। त्यसै गरेर हामीसँग यो मुङको दाल छ। यो मुङको दाल खानको लागि, बच्चालाई लिटो पकाएर खानको लागि अथवा टुसा उमारेर चटपटे खानको लागि, यत्तिकै खानको लागि पनि साह्रै मिठो हुन्छ यो मुङको दाल। हामीसँग छ पिसेको, कालो पिसेको सिमीको दाल छ। जुम्ली हो है यो पनि। त्यसै गरेर यो जुम्ली सिमीको दाल, मिक्स सिमीको दाल अघि मैले देखाएको थिएँ, त्यसैको यो पिसेको दाल पनि छ। कालो सिमीको दाल छ यो नपिसेको। अनि हामीसँग लोकल मसुरो छ, कात्तिके बोडीहरू छ, राजमा छ, मासको दाल छ, चना छ, गहतको दाल छ गर्मीमा खानको लागि। हामीसँग गुल्मीको गुड छ, थोर्गाको गुड छ। हामीसँग यो फापरको दलिया पनि छ साथीहरू। त्यस्तै गरेर जौको दलिया छ। हजुरहरूले भटमास पनि देख्न सक्नुहुन्छ। हामीसँग भटमासको सेट पनि छ। त्यसै गरेर यो सिस्नोको धुलो पनि हामीसँग उपलब्ध छ। सिस्नोको धुलो पनि हजुरले देख्न सक्नुहुन्छ। हामीसँग चिनो चामल छ। चिनो चामलको नफलेको चिनो पनि छ। यो चाहिँ सातु खानको लागि हुन्छ। हामीले भुटेर सातु खानु हुन्छ यसको। यो तिल, कालो तिल लड्डु खानको लागि अथवा चटनी खानको लागि। फापरको पिठो छ, मार्सी चामल छ, कागुनोको चामल छ, कोदोको पिठो छ, मकैको पिठो, जौको पिठो। हामीसँग चाहिँ यति स्टकमा चाहिँ साथीहरू यति स्टकमा चाहिँ छ। यदि हजुरहरू चाहिन्छ भने हामीसँग दालको अलावा हामीसँग चाहिँ ड्राई फ्रुट्सहरू पनि छ। पिस्ता छ, काजु छ, काजुको भेराइटी छ। त्यस्तै गरेर घाँजी छ, ओखर छ, अन्जिर छ, यो छोडा छ, पम्किन सिड छ, बदामहरू चाहिँ हामीसँग छ। त्यस्तै गरेर यो हामीसँग डेट्स पनि छ। यदि हाम्रो भिडियो राम्रो लागेमा लाइक र सब्सक्राइब गर्न नबिर्सिनु होला है साथीहरू।